आजको दिन चाहिँ दिनभरि तलतिर गएर हस्पिटलमा बस्दा बस्दा दिन बितेको थाहा नै पाएन। हेलो एभ्रिवान, आजको मिनी ब्लगमा हजुरहरूलाई स्वागत र मेरो मनैदेखि माया छ। बिहान उठ्ने बित्तिकै हात मुख धोएर हामी रेडी भएर पुरै मामा बनेर जानुपर्ने हुन्छ छेवारमा पूजनलाई। छेवर बनाएर जाने त भने तर के गर्नु त, अनि त्यहाँ छेवरमा पुग्ने बित्तिकै हस्पिटल जाने काम नि पर्यो नि त। अनि साला धेरै गाह्रो भइरहेछ र त्यही भएर हस्पिटल जानुपर्ने हुन्छ। त्यही भएर हामी पछाडि आएर छिटो गम खाएर बुढीको भाग पनि मैले गम खाएँ। अझै पुग्दैन जस्तो लाग्यो मलाई। छिकै भन्दा पुरै पुग्दैन भने चाहिँ साँच्चै नपुगेको भएर मैले एक थाल थापेर सबै चिजहरू हालेर पुरै मैले खाना सुरु गरेँ। एकदमै मिठो बनाएको रहेछ, कसले बनाएको एकदमै दामी र एकदमै मिठो थियो। मैले गम हालेँ खाना छिटो खाएर हस्पिटल जानुपर्ने हुन्छ नि त। आज शुक्रबार हो, टिकट पनि बन्द हुन्छ। त्यसैले छिटो खाएर हस्पिटल गएर अनि घर फर्किँदाखेरि त मैले वीरेन्द्रनगर चौकमा केही बिर्स्यो जस्तो लाग्यो त, भिडियो बनाउनु बिर्सिरहेको रहेछ। आउने बित्तिकै सामानहरू अनिसाले किन्दैछ, म चाहिँ टुक्रुक्क बसेर पुरै वरिपरि हेर्दै नजाराहरू हेर्दै बसेँ। अनि घर गएर पुरै पुलाउ सुलाउ थापेर पुरै गम खाने भनेको सिजन साथीले मलाई नि देखाउन, साथी म कस्तो देखेछु र एकदमै हिरो देखेछ सिजन साथीलाई देखेन होला भनेर अझै कपाल मिलाउँदैछ। साथीले चाहिँ पुरै कस्तो देखेछ भनेको हिरो देखेछ। अझै भाइहरू छ यता, मान्छेहरू सबैजना हुनुहुन्छ। अनि म पनि अब खानुपर्ने हुन्छ। अब कस्तो छ भनेर फर्स्टमा मैले एउटा मासु टिपेर मुखमा हालेको, एकदमै मिठो थियो मासु। जन भाइको छेवरमा गएर पुलाउ सुलाउ खाएर अब बल्खेन जानुपर्ने हुन्छ नि त। अनि हामीसँग टाइम पनि छैन, त्यसैले आजलाई यति नै मिनी ब्लग। हस्त धन्यवाद, माया छ है सबलाई।